फाइनली गाइस हामी चाहिँ प्रनिस स्टोरतिर लागिसक्यौँ सुज किन्न सकेर गाइस हाम्रो चाहिँ होइन ब्याग त्यही छोडिसकेको छ फाइनली गाइज हामी चाहिँ के अरे हो चटपटे पसलमा आइसकेको छ चटपटे खानको लागि जाउला खेलको सुज किन्न आएको दोदरमा होइन प्रनिस दाइलाई पनि भेट्नै गाह्रो पऱ्यो आज माल भेट्यो नि त्यता भने माल नि भेट्न गाह्रो पऱ्यो यता भेट्यो नि त यता 9000 को माल टक्क किल्मीको दिदीले चटपटे बनाउनु हुँदैछ त्यहाँ दामी पिरो पिरो होइन दाइलाई देखा न त्यता दाइलाई देखा न त यसो दाइहरूलाई पनि देखा दाइले फेरि आज 4000 को कभर खोज्नु भएको भेट्नु भएन के गर्नु गाइजहरू कभर खोजेको गाइजहरू तर भेटेन के गर्ने अब त्यस्तै हो गाह्रो छ कभर नभेट्नु पनि अब चटपटे खाने 50 रुपियाँको चटपटे खाने आइसकेको छ 100 रुपियाँको भन्न हौ 100 रुपियाँको चटपटे खानु आएको छ गाइज 4000 को कभर किन्नु खोजेको पैसाले नपुगेर गरिब भयो होइन गाह्रो छ हामी केटा कहाँ छौँ भन त हामीले कुमारी बाटीमा छौँ केटा हो चटपटेलाई यहाँ म देखाउँछु चटपटे कभर किन्नु नपाएर गाइजहरू टेन्सनमा हो कभरै किन्न पर्दैन चटपट पर्नेछ हाम्रो चटपट पनि फेरि अट्दैन क्या हो यार चटपटे अब आइसक्यो चटपटे खानु सुरु कुरा स्टार्ट खाएर देखाइदिनु देखाने यता देखान ल त्यो बेच चल्दैन ठिक छ ल भयो टिकटकमा हालिदिनु पऱ्यो गिफ्ट होइन केल्मी फाइनली गाइस हामीले चाहिँ होइन यहाँदेखि एउटा सुज लिइसकेको छौँ त्यही भएर हामी चाहिँ तपाईँहरूलाई पनि चाहिन्छ भने आउनु होला गाइजहरू होइन लगाउने खेलमा चाहिँ यस्तै है कटो असिनेको ट्रेनिङले केटाहरूको यहाँ चाक जोग्यो अरे हाम्रो केटाहरू चाहिँ यहाँनिर चट्टसँग होइन कुल डाउन गर्दैछ गाइसहरू रनिङ सकेर यता हाम्रो नोर्बु थिङ हुनुहुन्छ भने यता हाम्रो धिरन सर हुनुहुन्छ केही प्रतिक्रिया केटाहरूको आजको रनिङमा कस्तो भयो हाम्रो केटाहरूलाई यता हुनुहुन्छ साइमन सर साइमन गुर्जी यता हाम्रो नाम धिरन यता हुनुहुन्छ हाम्रो नूरबुलाल सर यता हुन्छ आजको प्रोग्राम कस्तो भयो नयाँ जुत्ता लगाएर कस्तो भयो त आजको 10,000 को जुत्ता 10,000 को जुत्ता दामी नै रहेछ मजा आयो बेलुका अझ होइन यस्तो शीतलमा नयाँ जुत्ता लगाएर कुद्नु पाउँदा त आहा दामी गाइज दामी भयो उसको त पुरानै जुत्ता छ होइन पुरानो भए पनि भनाइ छ नि ओल्ड इज गोल्ड भन्ने भनाइ छ र अति नै कम्फोर्टेबल जुत्ता छ लागेको धेरै भइसक्यो
फाटिनेदेखि लिएर के भइसक्यो त्यही पनि चलाउँदैछौँ अब हेर्दै जाऊ कतिसम्म टिक्छ यसलाई माया जतन गर्नुपर्ने छ गाइजहरू यो यस्तो क्या यो हुन्छ नि चाखो पाटै भनौँ न यो पनि होइन सँगसँगै जुरेछ त यस्तो यो चाहिँ गाइज बालकुमारी ग्राउन्ड हो है हाम्रो डेली ट्रेनिङ हामी प्रायः सेन्टर नै जान्छौँ यहाँनिर आउँछौँ गाइजहरू वाइल दामी छ है गाइजहरू वाइल दामी तपाईँहरू पनि आउनु सक्नुहुन्छ ट्रेनिङ गर्नु यदि नजिकतिर बालकुमारीको छेउछाउतिर हुनुहुन्छ भने यो ग्राउन्डलाई सम्झेर बिहान बिहान होइन मर्निङ वाक गर्न आउनु सक्नुहुन्छ होइन केटा हो यस यस साइमन गुची यो कहाँ भयो भन न मलाई मान्छेहरूले बालकुमारी त धेरै हो नि त उता पनि छ नि त सुनाकोटी बालकुमारी भनौँ न केटाहरूले मोमो खुवाउँछ भनेर पर्खेर बसेको मोमो चाहिँ खुवाउने हो कि होइन जुत्ता ठिक लागेन भने के भन्दा 10,000 को जुत्ता लगाएर होइन आज ठिक लागेन केटाहरूलाई लागेन अरे त्यसले यहाँ खेल्ने एउटा फुटसल पनि मिल्छ नि गाइजहरू केटाहरूले मोमो खुवाउँछ भनेर म चाहिँ यहाँ पर्खिरहेको छु मोमो खुवाउने केटा यहाँ छ यहाँनिर छ एउटा खाने सघाउने म यो केटाहरूले 10 मिनट सबको साइडबाट आफ्नो हुन्छ नि त तर यो चाहिँ अलिक मलाई ठिक लागेन नि त अस्तिको तिम्रो जुत्तामा भएको चाहिँ राम्रो छ सोल यो नर्मल रहेछ सोल है अहिले नर्मल छ नि त मान्छे दाइको इनहरू गर्न बस्छु यहाँनिर सोध्न कि साइमन सरलाई साइमन सर पनि हाम्रो रनिङ सकेर भर्खर कुलिङ डाउन गरिसकेर बसिसक्नु भएको छ अनि कस्तो भयो त आजको साइमन रनिङ गर्दा एकदम दामी भयो गाइजहरू पसिना त्यहाँ आएको छैन होइन जोस् दामी भयो त्यही हो उकालो हो नि त गाइजहरू हामी चाहिँ होइन ट्रेनिङ गरेर पनि सक्यौँ अब हामी चाहिँ ओह्रालो चाहिँ हुन्न घर जानु लागिसक्यौँ हुन्छ र आजको भिडियो चाहिँ अब हाम्रो यतिमै इन्डु हुनेछ होइन के हो त्यही हो गाइज अब मोमो खुवाउने केटा चाहिँ यही छ है गाइजहरू अब यसले मोमो खुवाउँछ कि खुवाउँदैन तेरो जुत्ता देखाइदियो नयाँ 10,000 को ल 10,000 को जुत्ता दिए है गाइजहरू आजको हाम्रो न्यु जुत्ता अनबक्सिङ नै भइसकेको छ गाइज त्यही भएर अब आजको हाम्रो ट्रेनिङ चाहिँ यहीँ अन्त्य हुनेछ